नमस्कार साथीहरू, के तपाईहरुलाई पनि फुल्ने रोग छ? बेलुन हैन, आज म कुरो गर्दैछु ग्यास्ट्रिकको बारेमा। ग्यास्ट्रिक त्यो रोग हो जसले खाना खायो, पेट फुल्यो, डकरायो, छाती पोल्यो अनि राति सुत्दा पेटले भन्छ आज पनि निदाउन दिदिन है। ऐसा लगा मेरा मजाक। साथीहरू, यदि तपाईहरुलाई पनि यस्तै हुन्छ भने यो भिडियोलाई पुरा हेर्नुहोस्। यो भिडियोलाई पुरा हेर्नु भयो भने औषधि बिना नै ग्यास्ट्रिकको 100% हत्या गर्न सक्नुहुनेछ। मस्त जोक मारा रे या हँस रे हल्कट हँस। अब सुरु गरौँ ग्यास्ट्रिक किन हुन्छ त। पहिलो कारण हो अनियमित खानपान। बिहान बिल्कुलै नखाने अनि दिउँसो जम्फुटहरू खाइदिने, त्यसपछाडि बेलुका भने बिहानको समेतसँग जोडेर एकैपटक धेरै खाइदिने अनि पेट आफैमा कन्फ्युज भइदिन्छ। क्या बात है सर, क्या बात है सर। दोस्रो कारण हो चिया र कफी। कफी धेरै खाने अनि खाली पेटमा चिया खाइदिने, त्यसपछाडि भोक आफै हराउँछ जसले गर्दा पेटभित्र एसिड डिजेसङमा ब्रुक ब्रुक उफ्रिन्छ। कैसे कैसे लोग रहते हैं यार यहाँ पर। तेस्रो कारण हो तेल र मसला। चिलो पिरो र मसला भएको खानेकुरा खाने, त्यसपछाडि पेट रिसाउँछ अनि पेटले भन्छ जो हम काम नै करबो। गजब बेइज्जती है। चौथो कारण हो तनाव। यदि दिमाग टेन्सनमा छ भने पेट आफै टेन्सनमा गइहाल्छ। यदि मन शान्त छैन भने पेट आफै अशान्त भइहाल्छ। त्यसैले मनमा टेन्सन नलिनुहोस् जसले गर्दा पेट टेन्सनमा जाँदैन। ये बड़ी अच्छी बात कही आप। अब कुरा गरौँ बिना औषधि ग्यास्ट्रिकलाई कसरी ठिक पार्न सकिन्छ। उपाय नम्बर 1, खाना खाने तरिका बदल्नुहोस्। खाना समयमै खानुहोस्, एकैपटकमा धेरै खाना नखानुहोस् अनि खाना खाँदा चपाएर बिस्तारै खाना खानुहोस्। अनि मुख्य कुरा, खाना खाइसकेपछि पानी बिल्कुलै नपिउनुहोस्। यदि पिउनु नै पर्ने छ भने 1-2 घुट बाहेक पानी नपिउनुहोस्। पानी खाना खानुभन्दा 30 मिनेट पहिले पानी मजाले पिउनुहोस् अथवा खाना खाइसकेको 45 मिनेट पछि मात्र पानी पिउनुहोस्। यसले गर्दा पाचन शक्ति मजबुत हुन्छ। ये तो लेटेस्ट न्यूज है। उपाय नम्बर 2, बिहान खाली पेट मनतातो पानी 1 गिलास पिउनुहोस् अथवा जिरा उमालेको पानी पिउनुहोस्। यसले पेटलाई साफ गर्छ। ये बड़ी अच्छी बात कही आप। उपाय नम्बर 3, खाना खानु बित्तिकै तुरुन्तै सुत्न नजानुहोस्। खाना खाइसकेपछि कमसेकम 15 मिनेट हिँड्नुहोस्। उपाय नम्बर 4, योग गर्नुहोस्। बिहान सबेरै उठ्नुहोस्, प्रकृतिमा हिँडडुल गर्नुहोस्, ताजा सास लिनुहोस् अनि खाना खाइसकेपछि वज्रासनमा बस्न नभुल्नुहोला। यति गर्नुभयो भने पेटले भन्छ धन्यवाद प्रभु, यसरी नै सधैँ ख्याल गरी बक्सियो। साथीहरू, ग्यास्ट्रिक कुनै रोग होइन, तर यसले अरू रोगलाई निम्तो दिने नाइके बन्न सक्छ। त्यसैले ग्यास्ट्रिकलाई सुरुदेखि नै निर्मूल गर्न कोसिस गरौँ। औषधि सेवन गर्नुभन्दा पहिले बानी बदलौँ, खानपानलाई सुधार गरौँ, दैनिक योग गरौँ अनि मनलाई शान्त पारौँ। यति गर्नुभयो भने ग्यास्ट्रिकले भन्छ बाई बाई टाटा। भिडियो लामो हुन्छ भनेर पहिलो स्टेपको ग्यास्ट्रिक ठिक पार्ने उपाय बताएको छु। यदि यति गर्दा पनि ग्यास्ट्रिक ठिक भएन भने घरमै सजिलैसँग बिना साइड इफेक्ट ग्यास्ट्रिकलाई 100% ठिक पार्ने उपायको बारेमा अर्को भिडियो ल्याउने छु। यो भिडियो तपाईहरुलाई उपयोगी लाग्यो भने भिडियोलाई एक लाइक गरी एक शेयर गरिदिनु। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर छेउमा रहेको घण्टीलाई ट्याङ्ग बजाइदिनुहोस्।